गाइस गुड मर्निङ अस्सलाम वालेकुम क्या फाला के मोहम्मद जेने हबिबी के छ तपाईको हाल खबर। आज चाहिँ भोटको भोलिपल्ट चाहिँ हामी लोड गर्न जाँदै यो ड्राइपोर्ट बिरगन्जको ड्राइपोर्टमा यो भैरवको लागि लोड गर्न जाँदै यो खाद तपाईको यो भैरव बुद्ध चौक कृषिमा खाली हुन्छ। यसको भाडा चाहिँ 14,000 दिएको रहेछ। ट्रान्सपोर्टबाट आएको हामी डाइरेक्ट टाइमले पाएन। अब हेर्दै जाउँ यो ब्लगमा चाहिँ के हुँदो रहेछ। अब यो चाहिँ खाद आज लोड गरेर भोलि शनिबार हो, खाली हुन्छ कि हुँदैन थाहा छैन। भोलि जसै पनि यो खाली हुनु पर्यो किनकि अब ईदको चाहिँ तपाईँको 14 दिन अझै बाँकी छ। 14 दिनभित्रमा जसै पनि 10 टिप त सोचेछु लगाउनको लागि सर्वोत्तमबाट, किनकि माल अलिकति तानातान छ होइन। एक दिनको टिप पायो भने पनि हामी एक दिनको टिप लगाइदिइहाल्छौँ पोखरा। हेर्दै जाम के को हुँदो रहेछ। गाइज हामी चाहिँ यहाँ ड्राइपोर्ट भित्र छौँ। यो यही खाद लोड हुन्छ, लोडिङ पानीमा लागिसकेको छ। अब लेबर कतिखेर आउँछ हेर्दै। लेबरले आएर भन्यो कि यही जोडीमा आएर टसाइदियो गाडी चाहिँ हामी आउँदै हो। तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो गाडी चाहिँ लोडिङ पानीमा लागिसकेको छ। अब कतिखेर लोड हुन्छ अब हेर्ने, कतिखेर लेबर आउँदो रहेछ। गाइज यो हुँदैछ हाम्रो गाडी लोड। एकदमै लेबरहरू छन्, आधी घन्टामा लोड गरेर भ्याइदिइहाल्छ। गाइज म यहाँ लोड गरेर 3 नम्बर पुल कटेपछि उकालोमा मेरो गाडी चाहिँ हिट भएर सारा नानी एकचोटि मैले गाडी रोकिदिएछु। कहिले हिट नहुने गाडी यार आज खै किन हिट भइरहेछ, दिमाग खराब यार। अब हिट हुने कारण तपाईँको ग्यास कति सक्यो होला, त्यही भएर हिट भइरहेछ। किनकि म त अब बिहान पानी हालेर आएको, कमसेकम 3 लिटर जति पानी खाथ्यो होइन। अब रेगुलेटरमा अब पानी छ कि छैन के छ, अब बिहानै हालेको थियो। गाडी चाहिँ हिट भइरहेछ। अब सेलाएर चढाउनु पर्यो। गाइज ग्यास किट कटिसक्यो के भयो खै थाहा पाइरहेको छैन। रेगुलेटर पनि फुटेको रहेछ कतैबाट। हेर्छु गएर भैरवमा। गाइज हामीहरू चाहिँ भैरव पुगिसकेको छौँ। अब 5 मिनटभित्र त्यो बुद्ध चौकको कृषिमा पुगिहाल्छौँ। तपाईँको अहिले टाइम 4:30 भइरहेछ। नन स्टप हिँडेर आएको बिरगन्जबाट। तपाईँको बिहानको 4:30 बजिसकेको छ। अब जुन खाली गराउने पार्टीवाला थियो उसले भनेको थियो म 4 बजीसम्म पुगिहाल्छु, नभए उसलाई एकचोटि कल गर्छु। अब गाडी कतिको अगाडि पुगेछ के छ छैन अब उता गएर नि थाहा हुन्छ। अब हेर्ने कतिवटा गाडी पुगेछ त्यहाँ। गाइज हिजो राति आउँदाखेरि चाहिँ 20-25वटा गाडी थियो हामीभन्दा गाडी आयो चाहिँ त्यही 15वटा जति खाली भएछ। अब भोलिको पालामा चाहिँ फर्स्ट नम्बर मेरै गाडी छ। अब मेरो के भन्ने, अब उता जुन 4वटा गाडी गएको छ नि बाहिरपट्टि, यता खाली भइरहेको छैन, गोदाम फुल छ यता भैरव कृषिमा। त उता अन्तै कतै खाली गराइरह। त्यहाँ चाहिँ अहिले 4वटा बाँकी छ। अब भोलि बिहान म पनि त्यहीँ जान्छु। खानासाना पनि पकाएर खाइसक्यो म र इम्तियाज। हेर्न सक्नुहुन्छ अहिले म कृषिमा नै छु। अब हेर्दै जाउँ न अब भोलि कतिखेर खाली हुन्छ। अनि अब सर्वोत्तममा जाने हो कि त्यहीबाट कतै लोड हुन्छ अब भोलि नै थाहा हुन्छ। हामीहरू चाहिँ यता अब त्यहाँ चाहिँ खाली नहुने भयो। यता कति नै अरूतिर कतै गोदाम छ त्यही जान लाग्यो हो। हामी तपाईँको 5वटा गाडी, हिजोदेखि 4वटा गाडी त्यहीँ बसिरहेछ। हामी 5वटा टोटल यता अहिले जाँदैछौँ। टोटल 8वटा गाडी भयो। अब हेर्ने कतिखेर खाली हुन्छ अनि कतिखेर गएर लोडिङ हुन्छ। अब हेर्दै जाउँ। गाइज यहाँ चाहिँ खाली हुँदो रहेछ। 5वटा गाडी खाली भइसकेको छ। अब यसपछि यो खाली भएपछि यहाँ मेरो र 154को नम्बर छ। एउटा चाहिँ उतापट्टि खाली भइरहेछ त्यो गाडी अगाडि, एउटा चाहिँ यहीँ खाली भइरहेछ। अब यो खाली गरेर अब सिधा सर्वोत्तम जाने म र यो मेरो सारवा गएर अब पोखराको लागि लोड गर्ने। अब कताको लोड पाउँछ अहिले ठिकसँग माल भेटेको छैन। माल भेटेपछि अब डाइरेक्ट
ब्लग उतैको भन्छ र हात बनाइरहेको छ यसको टाउको यहीँ गाडिदिनु पर्नु पऱ्यो महिला सेलमा हाल्नु पऱ्यो यसलाई गाइज हाम्रो एउटा टायरमा हावा कम थियो जम्मा 30 पोइन्ट थियो अहिले चाहिँ खाली गरेर हामी चाहिँ परासी रोडमा हो जाँदै हो सर्वोत्तम लोड गर्नलाई अब यो चाहिँ हाम्रो धमेली कुवाको लोड हुन्छ होइन त्यसमा त्यही एउटा टायरमा हावा कम थियो त्यो हावा हालेर अनि धमेली कुवा जाँदै हो लोड गर्नलाई यो सबै यो त नयाँ रिसोल हो अस्ति गराएको त्यही रिसोल हो गाइज म चाहिँ उताबाट हावासावा हालेर अब म जाँदैछु सर्वोत्तम लोडिङको लागि मेरो चाहिँ लोडिङ के भन्छ अर्डर हालिसकेको छ अब चाहिँ त्यो ब्लग चाहिँ अग्लो लोडिङको चाहिँ अर्को ब्लगमा आउँछ तपाईँ